यो वचन सुन्दा सुन्दै यही वचन म तपाईँको जीवनमा घोषणा गर्न चाहन्छु। परमेश्वरले तपाईँको आयु बढाइदिनु भएको होस्, तपाईँको आयु बढाइदिनु भएको होस्। तपाईँको घरमा कोही बिमारी हुनुहुन्छ होला, कोही वृद्ध हुनुहुन्छ होला, तपाईँको विश्वासले तपाईँको घरमा बस्दै गरेको तपाईँको बाजे बोजूको पनि आयु बढाइदिनु भएको होस्। परमेश्वरले तपाईँको आयु बढाइदिनु भएको होस्। हालेलुया। ल मेरो प्रश्न छ, हिजकियाले प्रार्थना छोटो गर्यो कि लामो गर्यो? छोटो गर्यो। त्यसो भए के बाइबलमा लामो प्रार्थना गर्ने मान्छेहरू छैनन्? छन् नि। मोसाले बाप रे बाप यस्तो प्रेजेन्समा बस्यो नि, महिमा बोकेर आएको छ। एलिया त्यस्तै छ, एलिसा त्यस्तै छ, यीशु ख्रीष्ट त्यस्तै छ, पाउल त्यस्तै छ। बाइबलमा लामो लामो रातभरि प्रार्थना गर्ने, फास्टिङ सहित गर्नेहरू पनि छन्। र आजको बच्चाले पनि तपाईँलाई फास्टिङ नबस्नु, लामो प्रार्थना नगर्नु भनेको होइन। फेरि पनि मैले यही कुरा दोहोऱ्याएकै छु, किनकि धेरैपल्ट बुझाउनै गाह्रो हुन्छ। मैले यो चाहिँ भन्दैछु, धेरैपल्ट नि अवस्था र सिचुएसन नि यस्तो हुन्छ नि, त्यो बेला पनि छोटो प्रार्थना गर्नु पनि सकिन्छ। र परमेश्वरले नि स्वर्गमा घडी हेरेर बसेको छैन। अन्ली 1 सेकेन्ड। तर परमेश्वरले एउटै कुरा हेर्नुहुन्छ, विश्वास, विश्वास, विश्वास। हालेलुया। त्यसो भए पास्टर होइन म त लामै प्रार्थना गर्छु, गर्नुहोस्, विश्वासले गर्नुहोस्। होइन पास्टर म त छोटो गर्छु, गर्नुहोस्, विश्वासले गर्नुहोस्। जे गर्नुहुन्छ बाइ फेथ गर्नुहोस्, विश्वासले गर्नुहोस्।